बिहान सब त आफै झ्याउलाइसक्यो मलाई उड्दा उड्दा सिधै परिसक्यो भाइ उनीहरूले रङ्गोली बनाउन् पुरै झिलिमिली भएर रहेछ खोए बेसर बजार ल आमा कहाँ हो यो आयो छानी आमा ल दिनु छानी सानी त्यसपछि के आनी हो त नि टीका बनाउनु ल दिदी कुन चाहिँ कलर हाल्दिन नि यहाँ छान्नीले फेरि फरक फरक अलि बाक्लो हाल्न पर्छ नि त त्यसो भए भित्रै बनाउने रङ्गोली त्यहाँसम्म बनाउने बाहिरै बनाउने हो पाइला हाल्दा पर्छ पाइला पाइला नि किनेर लिएर अनि हेर यहाँ त डल्लो डल्लो बनाउने र खोइ त पर्पल कलर कता हरायो कहाँ डल्लो बिटा हाल्न पर्छ नानी त धेर्न साइडमा बिटा हाल्न साइडमा त अलिअलि हाल्ला यस यहाँ त रिल छ कुरकुरे अनि त्यसपछि किन हाँसेछ रिल छ यहाँ कुरकुरे कुरकुरे छ करेन्ट स्टिक हट स्पाइसी यहाँ चन्दन छ मङ्गलम दीप अगरधुप भन्छ भने मनी हाल्ने ग्रीन कलर हाल्न पर्दैन अलि थोरै थोरै हाल नि पुरै भ्याइसक्यो नानीले जस्तै भइहाल्यो नानी यो बिटा गरेर यस्तो गरेर अनि यस्तो यस्तो पोर्न पायो भने सबैतिर पहिलेको टुप्पोले फुलाएर त मैले त पिङ्क कलरको त टुप्पेर हाल्दै थिएँ के गरेँ अन्त दिदीले है के गरे यति थुप्रो बनाएन पेट घट्यो आज बिचमा नि हाल्ने र वाउ दान भयो त अन्त अझै बत्ती हाल्नै बाँकी छ नि होइन त्यो भर्ने हो सानरी त्यो त यहीँभित्र हाल्ने कि अरू कलरले त सेतो हालेर भर्ने हो सबै कलर हालेर सेतो हाल्दिनँ होइन छुट्टै छुट्टै कलर हाल्दै हुन्छ दिदी त्यही किन हाल्न लाग्यो त्यो कलरसँग फेरि सेतो हाल्दिनु त नभए भित्रभित्र होइन सेतै राम्रो निस्कटै हालिदिने हो कि पिङ्क कलर हालेर